नमस्कार। अनि आज चाहिँ एकदमै महत्त्वपूर्ण कुरा लिएर आएको छु र आज चाहिँ हामीले धोमङ भित्रको चाहिँ एकदमै राम्रो पाठ मानिने एउटा चाहिँ हामीले चुक्तोर नामग्याल भनेर चाहिँ उस्निसा विजया धारणी भनेर चाहिँ हामीले त्यसलाई चाहिँ संस्कृतमा अथवा हामीले त्यसरी चाहिँ नेपालीमा हामीले त्यसको अनुवाद पाउँछौँ है। त उस्निसा विजया धारणीको चाहिँ हामीले पाठहरू सुन्दाखेरि चाहिँ त्यसको फाइदाहरू के छन् है त्यो चाहिँ एकदम छोटोमा म हजुरहरूलाई प्रस्तुत गर्नेछु र अनि उस्निसा विजया धारणी मन्त्र चाहिँ सँगसँगै हजुरहरूलाई पढेर पनि सुनाउने छु है त। र हजुरहरूले चाहिँ अब यो मन्त्र चाहिँ सुन्दाखेरि चाहिँ यसको फल चाहिँ के छ है त। अनि यो चाहिँ आज म हजुरहरूलाई बताउन गइरहेको छु। अनि उस्निसा विजया धारणी चाहिँ चुक्तोर नम्पर ग्यालवा से ज्यावा धिक्पा दाङ ठिपा थाम्चे नम्बर चौवा भनेर भनेको छ है। उस्निसा विजया नामक यो धारणाले सबै पाप र कर्मवरणहरू पूर्ण रूपमा शुद्ध पार्छ भनेर भनेको छ है। आफ्नो धिक्पा अनि अशुद्धहरू सबै शुद्ध पार्छ भनेर भनेको छ। यो सुन्दाखेरि चाहिँ यसको फल चाहिँ न्येन्सोङ थाम्चे ग्युन्चे पर हिगेर जिते भन्दाखेरि चाहिँ यसले सबै दुर्गतिको कारणहरू पनि सबै शुद्ध गर्ने है। अनि त्यहाँदेखिको चाहिँ न्येन्सोङ थाम्चे ग्युन्चेपा है त्यो चाहिँ त्यसको चाहिँ सबै दुर्गतिको उयो चाहिँ समाप्ति गर्छ। यसले चाहिँ कारणहरू समाप्ति गर्छ है। धावाङ्यावट अनि त्यहाँदेखिको धावाङ्यावि छेस टुई जेते लेन्तोङ चाग्या जोना भनेर भनेछ है। यदि अनि त्यहाँदेखिको चाहिँ आफूले पूर्णिमाको दिनमा स्नान गरेर आफूले सबै आफ्नो शरीरहरू स्नान गरेर चाहिँ है यसलाई चाहिँ 1008 पल्ट जप गर्यो भने चाहिँ 1008 खेप चाहिँ पल्ट चाहिँ आफूले जप गर्नाले चाहिँ है आयु समाप्त हुने अवस्थामा पनि अब यो चाहिँ उता चाहिँ के भनेर भनेको छ भन्दाखेरि छे सेपले छे छिर नुवारा क्यु हो भनेर भनेको छ है। आयु समाप्त भइसकेको पनि फेरि पूर्ण रूपले आयु चाहिँ वृद्धि भएर आयु बढेर आयु बढ्ने त्यस्तो हुन्छ भनेर भनेको छ है। अनि त्यहाँदेखिको चाहिँ न्येन्सोङ थाम्चे लेङ्युर्दो थाटे भनेर चाहिँ अब तीन दुर्गतिबाट चाहिँ है पशुप्रेत मार्गबाट चाहिँ छिट्टो हामी त्यहाँबाट चाहिँ मोक्ष प्राप्त त्यहाँबाट चाहिँ हामी पार तर्नु सक्छ भनेर भनेको छ। कुनै किसिमले हामीले कर्मले गर्दाखेरि चाहिँ त्यस्तो ठाउँमा हाम्रो जन्म हुन सक्छ नि त है। हो त्यो हिसाबले चाहिँ हामीले चाहिँ त्यो ठाउँबाट चाहिँ हामी त्यो ठाउँबाट चाहिँ हामी पार तर्नु सक्छ भनेर भनेको छ है। अनि ढिपा नम्दाग्ने पापहरू चाहिँ आफ्नो चाहिँ अशुद्धहरू चाहिँ सबै अशुद्ध भएर चाहिँ है लनमेबे चाँचो थोप्रो किरो भन्दाखेरि चाहिँ सम्यक सम्बुद्धि चाहिँ त्यस्तो खालको चाहिँ प्राप्त गर्न सकिन्छ भनेर भन्छ। बुद्ध प्राप्ति गर्न सकिन्छ भनेर भनेको छ। यो सुन्नाले चाहिँ गर्दाखेरि चाहिँ अब कति साह्रो चाहिँ यसको चाहिँ प्रभावशाली रहेछ शक्तिशाली रहेछ यो मन्त्र चाहिँ हजुरहरूले चाहिँ यहाँनिर हेर्न सक्नुहुनेछ है त। ढिडो नम्की थे नयाँ देनम न्येन्सोङ थामा हिँड्थे भनेर यदि हामीले पढ्दाखेरि पुरै अनावश्यक है हामीले कुनै पढ्दाखेरिको समयमा चाहिँ किरा फटेङ्ग्रा अनि त्यहाँ पशु पक्षीहरू जति पनि नबुझ्ने प्राणीहरूले पनि त्यस्तो चाहिँ यो सूत्र चाहिँ सुन्न मात्रै पाउँदाखेरि चाहिँ यो सूत्रहरू पढ्दाखेरि उनीहरूले नबुझे तापनि सुन्न मात्रै पाउँदाखेरि पनि उनीहरूको चाहिँ यो जुन चाहिँ उनीहरूको पशुको यो जुन चाहिँ उयो छ पशुको जुन चाहिँ जन्म छ त्यो चाहिँ अन्तिम हो भनेर भनेको छ है त। न्येन्सोङ थामा हिँड्थे झान्चुप माथोप कि पर्दु बौद्धि प्राप्ति नभइन्जेलसम्म चाहिँ है झान्चुप माथोप कि पर्दु थोरै क्याल्को रिक्सम भनेर भनेको छ। अनि त्यहाँदेखिको चाहिँ बौद्धि प्राप्ति नभइन्जेलसम्म चाहिँ आफूले राम्रो कुलमा है अनि त्यहाँदेखिको चाहिँ राम्रो कुलमा राजाको कुलमा जन्म लिनेछ भनेर भनेको छ। राजाको कुलमा जन्म लिनेछ भनेर भनेको छ है। अनि त्यहाँदेखिको चाहिँ दाजु माथि थोरै अब रिक्सम भन्दाखेरि चाहिँ ऋषि पहिला चाहिँ अब ऋषि पण्डितहरू चाहिँ एकदम माथि स्तरले हेर्थ्यो नि त हो त्यस्तोको कुलभित्र चाहिँ आफूले जन्महरू लिनेछ भनेर भनेको छ। छोनबेङ्गी रिक्सम एकदम ठुल्ठुलो धेरै धनी बिजनेस गर्ने त्यस्तो व्यापार भएको मान्छेको कोखमा जन्म लिनेछ। खिम्दाकी रिक सिंहसाला छेम्पो ताबो नङ्दो केवल किरो भन्दाखेरि चाहिँ आफू यतिकै सामान्य रूपमा जन्म लिए भने पनि अनि घर एकदम पैसा कौडी सबै सुख भएको त्यस्तो ठाउँमा चाहिँ आफूले जन्म प्राप्ति गर्छ भनेर भनेको छ है त। छेदेङ्की टिममे फोकम दुल्की तप्क्याङ रुङते न्येन्सोङ तु डोवर मिग्युरोस भनेर भनेको छ है त। त्यो पछाडि चाहिँ त्यसको चाहिँ एउटा चाहिँ कस्तो भन्दाखेरि यो हामीले पढ्दाखेरि चाहिँ त्यो छोटेनको चाहिँ त्यो लगाएको छोटेनको चाहिँ छाया मात्रै पार्दाखेरि मात्रै पनि है वा त्यसको त्यो शरीर त्यो धुलो चाहिँ आफूलाई शरीरमा लाग्न मात्रले गर्दाखेरि छोटेनको छेउछाउको धुलोहरूले पनि आफूले लाग्दाखेरि चाहिँ है धुलो लाग्यो भनेर भविष्यमा दुर्गतिमा जन्म लिनु पर्दैन भनेर भनेको छ है त। है दुर्गति हुनुहुन्थे न्येन्सोङ तु डोवर मिग्युरो भन्दाखेरि भविष्यमा दुर्गतिमा जन्म लिनु पर्दैन। चुम्देन दिके चाहिँ चाहिँ का चल्ने छान्चु सेम्पा 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 फपा चेन्डेसिलो मजुला हिराङ तेज अनि त्यहाँदेखिको चाहिँ छान्चु सेम्पा सेम्पा फपा चेन्डेसि यो चाहिँ अनि त्यहाँदेखिको चाहिँ भगवान बुद्धले चाहिँ त्यसरी भनिसके पछाडि चाहिँ बोधिसत्वले चाहिँ एकदमै मन खुसी उहाँले चाहिँ एकदमै राम्रोसितले एकदमै मन खुसी हुनुभयो। को चाहिँ मन खुसी हुनुभयो भन्दाखेरि चाहिँ फपा चेन्डेसी
अवलोकितेश्वरलाई चाहिँ सुनाउनु भएको चाहिँ यो कुराबाट चाहिँ हामीले त्यो कुरा बुझ्ने रहेछौँ है त। भगवान बुद्धले आर्यलोकितेश्वरलाई चाहिँ यो सूत्रधारा नै चाहिँ सुनाएको हुन कारणले गर्दा भगवान बुद्धले यो बताइसकेर चाहिँ यसको फाइदा बताइसकेर चाहिँ अनि त्यहाँदेखि चाहिँ भगवान अनि थापाचेले चाहिँ आर्यलोकितेश्वर पनि एकदमै खुसी हुनुभएछ अरे है। अनि त्यहाँदेखि ओम प्रत्युत हो भन्दाखेरि चाहिँ एकदमै उहाँलाई एकदमै उसको अगाडि चाहिँ एकदमै राम्रो प्रशंसा यस्तो खालको चाहिँ गर्नुभएछ भनेर एकदम हिराङ भन्दाखेरि एकदमै राम्रो खुसी व्याप्त भएर खुसी भएर चाहिँ अनि त्यहाँदेखि उसले चाहिँ आफूले चाहिँ अगाडि चाहिँ एकदम प्रशंसा त्यस्तो चाहिँ गर्नुभएछ अरे। चुक्तो नम्बर केल्बी सुङ तोक्वादाम चेप जोक्सो भनेर वास्तविकमा चाहिँ यस्तो प्रकारले चाहिँ सूत्रधारणी देखाएको छ भनेर है त। अन्त हजुरहरूले चाहिँ सूत्रधारणी चाहिँ अब चाहिँ एकपल्ट पढेर सुन्नुहोस् भनेर चाहिँ म हजुरहरूलाई अनुरोध छोटोमा है। अब यो हजुरहरूले पढेर सुन्नुहुनेछ, यसको फाइदाहरू हामीले सुनिसक्यौँ है। ओम नमो भगवते सर्वत्रैलोक्य प्रति विशिष्टाय भूताये ते नमः त्यथा ओम ब्रूम 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 शोधय शोधय विशोधय विशोधय असम समन्त अवभाषा स्मरणगति गगन संभव विशुद्ध अभिखिंच तुम सर्वतगत सुगत वर्वचन अमृत अमिष अभिषकार महामुद्रा मंत्र पर्दय आहार आहार ममर आयुर संधारणी शोधय शोधय विशोधय विशोधय गगन संभव विशुद्ध उष्णी सविजय परिशुद्ध साह सारसिं सचोदीन सर्वतथागत अवलोकिते शत परमित परिपूरणे सर्वतथागत मतिधस भूमि प्रतिष्ठे सर्वतथागत हृदय अधिष्ठान अधिष्ठे मुद्रे मुद्रे महामुद्रे वज्रकया सततन परिशुद्धे सर्वकर्म अवरण विशुद्धे प्रतिनिवर्तय ममर आयुर्विशुद्ध सर्वतथागत समय अधिष्ठान अधिष्ठे ओम मुनि मुनि महामुनि भे मुनि महाभे मुनि मति मति महामति मामति सुमति तथा भूता कोटि परिशुद्ध विस्फुट बुद्धे शुद्धे हे जय जय विजय विजय स्मर स्मर स्मरय स्मर स्मरय स्मरय सर्वत बुद्ध अधिष्ठान अधिष्ठे शुद्धे शुद्धे बुद्धे बुद्धे बेद्रे बेद्रे महाबेद्रे सुभद्रे वज्र गर्भे जय गर्भे विजय गर्भे वज्र ज्वाला गर्भे वज्र दभवे वज्र संभवे वज्र वज्री वज्री मा भवन्तु मम शरीरं सर्वसत्त्वनञ्चकया परिशुद्ध भवन्तु मे साता सर्वगति परिशुद्धश्च सर्वतथगतश्च मम सर्वसतश्च मम समासायन्तु बुद्धे बुद्धे सिद्धे सिद्धे बोधय बोधय विबोधय विबोधय मोचय मोचय विमोचय विमोचय शोधय शोधय विशोधय विशोधय समन्त मोचय मोचय समन्त राज्यं परिशुद्ध सर्वतथगत हृदय अधिष्ठान अधिष्ठे मुद्रे मुद्रे महामुद्रे मंत्र पढ़ते स्वाहा ओम ब्रूम स्वाहा ओम अमृत आयुर्दे स्वाहा ओम ब्रूम स्वाहा ओम अमृत आयुर्दे स्वाहा। अनि यो लामो पढ्न सकेन भने पनि यसको छोटो मन्त्र चाहिँ ओम ब्रूम स्वाहा ओम अमृत आयुर्दे स्वाहा ओम ब्रूम स्वाहा ओम अमृत आयुर्दे स्वाहा ओम ब्रूम स्वाहा ओम अमृत आयुर्दे स्वाहा। अनि यसको चाहिँ फल चाहिँ हामीले ओगिने सुनिसकेका छौँ। अनि हजुरहरूले पनि सुनेर अनि अरूलाई पनि सेयर गर्नुहोस् अरू अनि आफूले पनि पुण्य आर्जन गर्ने एउटा ठुलो मौका तपाईहरूले पनि प्राप्त गर्नुहुनेछ। लसो धन्यवाद लसो।